एका देशको एक राजदरबारमा एकजना व्यक्ति जान्छन् र भन्छन्, म पारखी हुँ, मैले देखेको भरमा हरेक कुराको सत्य बताउन सक्छु, मलाई नोकरीमा राख्नुहोस्। राजाले भने, तँलाई नोकरीमा त राखौँला, तर तलब भत्ता भने 1 रुपियाँ पनि दिइने छैन, सिर्फ 1 पाउ सक्खर र खाना बस्न मिल्नेछ। त्यो पारखीले भने, हुन्छ हजुर। केही दिनपछि नै राजाले एउटा घोडा किनेर ल्याए अनि पारखीलाई भने, बताऊ यो घोडाको बारेमा के भन्न सक्छौ? त्यो पारखीले भन्यो, महाराज यो त घोडा होइन, गाई हो। राजा अचम्ममा परे। राजाले तुरुन्तै घोडा बेच्नेवालालाई दरबारमा हाजिर हुन आदेश दिए अनि घोडा बेच्नेवाला दरबारमा हाजिर भएर भन्दछन्, महाराज कुरा त सत्य हो, हुन त यो घोडा नै हो, तर यो जन्मने बित्तिकै यसको आमा मरेको हुनाले गाईको दुध खुवाएर गाईसँगै हुर्किएको हो, त्यसैले यसको बानी व्यवहार गाईको जस्तो छ। राजाले अचम्म मान्दै पारखीलाई सोधे, तँलाई यो कुरा कसरी थाहा भयो? पारखीले भन्यो, महाराज जब यो चरिरहेको थियो, घाँस खाँदा जमिनतिर गर्दन झुकाएर घाँस खाइरहेको थियो। घोडा जहिले पनि गर्दन माथि उठाएर घाँस खान्छ, मैले यसको बानी व्यवहारबाट थाहा पाएँ। राजा खुसी भएर भने, आजबाट तैँले 1 पाउ होइन 1 किलो सक्खर पाउनेछस्। राजाले फेरि केही दिनपछि सोधे, मेरी रानी मेरा लागि त प्रिय छिन्, तर उसको बारेमा केही त्यस्तो सत्य यथार्थ कुरा बताउन सक्छौ? पारखीले तुरुन्त भने, महाराज हजुरकी रानी खानदानी होइनन्। राजालाई विश्वास भएन। राजा ससुराली गएर आफ्नी रानीकी हजुरआमालाई सोधे। उहाँ रानीकी हजुरआमाले भनिन्, जय महाराज, हजुरकी रानी यानि कि मेरी नातिनीलाई पाल्न त मैले नै पालेको हुँ, तर उसको आमा सानैमा मरेको हुनाले घरको नोकर्नीको दुध खुवाएर हुर्किएकी हो। राजाले पारखीले सोधे, तँलाई रानीको बारेमा कसरी थाहा भयो? पारखीले भन्यो, महाराज मलाई उनको स्वभावबाट थाहा भयो। खानदानी घरको छोरीको स्वभावमा शालीनता हुन्छ, नम्रता हुन्छ, सहनशीलता हुन्छ। यिनी त सानोतिनो कुरामा चिच्याउँछिन्, कराउँछिन्, घरको नोकरलाई गाली गलौज गर्छिन्, यिनको व्यवहार घटिया प्रकारको रुष्ट छ, त्यसैले मैले यिनको स्वभावबाटै थाहा पाएँ, यिनी खानदानी घरकी छोरी हैनन्। राजाले भने, ल ठिक छ, अब मेरो बारेमा बताऊ। पारखीले भन्यो, माफी बक्सियोस् महाराज, मेरो शिर छेदन हुने सम्भावना छ, यदि भन्नै पर्छ भने मेरो जिन्दगीको माफी बक्सियोस् अनि मात्र भन्न सक्छु। राजाले भने, सब माफी भयो तँलाई, तर सत्य सत्य बताऊ। पारखीले भन्यो, महाराज हजुर राजवंशको होइन, हजुर त गोठालो जस्तो लाग्छ, भारी बोक्ने र भक्कारो सोर्ने जस्तो लाग्छ। राजा डराएर आफ्नी आमालाई गएर सोधे, आमा हजुर सत्य के हो भनी बक्सियोस्, नत्र म मर्नेछु। राजाकी आमाले रुँदै रुँदै भन्न थालिन्, जुन दिन मैले छोरो जन्माएको थिएँ त्यही दिन हाम्रो गोठमा भारी बोक्ने भकारो सोर्ने गोठालाको पनि छोरो जन्मिएको थियो। मैले मेरो छोरो जीवित जन्माउन सकिनँ, पेटमै मरेको जन्मिएको थियो। मेरा पति महाराजले राजवंश बचाउनको लागि गोठालाको छोरो लिएर आइबक्सियो, त्यो तही होस् बाबु। राजाले यो सत्य कुरा सुनेर दुखी पनि भए, खुसी पनि भए। मान्छेको पहिचान अनुहार, कपडा वा खानदानबाट हुँदैन, उसको चरित्रबाट हुन्छ। कोही पनि केवल आफ्नो रूप, रङ या पदको कारण मूर्ख नबन्नुहोस्। मान्छेको आचरण, बानी व्यवहारले नै उसको परिचय दिन्छ।